साथीहरू आज चाहिँ यस्तो राम्रो भिडियो बनाउँछु भनेर सोचेको थिएँ होइन साथीहरू। के गर्नु, बच्चा रोएर बर्बाद। अनि केही गर्न नि पाइनँ। मैले यसो सानो सानो क्लिपहरू चाहिँ यसो खिचेको थिएँ, यति हो है साथीहरू। खाना पकाएको खिच्छु भनेको त्यो पनि पाइनँ, बच्चा रोएर केही गर्न दिएन। आखिर लास्टमा तरकारी पनि डढ्यो, डढेको खानु पर्यो होइन। केही केही गर्नु दिएन। अनि किचनमा आएर यसो तरकारी केलाउनु पर्यो नि त भने त्यहीँ ओछ्यान लाएर त्यहीँ सुताएको ओछ्यानमै, त्यही पनि भएन, केही गरी नि भएन। बोकै भन्छ बच्चाले है, कति गाह्रो हामी आमाहरूलाई बच्चा हेर्दै हेर्दै खाना बनाउनलाई कस्तो लास्टी गाह्रो हुने। यति तरकारी बसालेको चाहिँ खिचेँ है साथीहरू मैले होइन। अनि त्यस पछाडि खिचेँ, यति चाहिँ खिचिरहेको थिएँ। त्यस पछाडि बच्चा रोयो, निन्द्रा भएर रोएको हो कि किन हो रोयो। मैले यति बसालेर गएको छैन, तरकारी डढेर केही छैन, त्यही डढेकै खाइसकेँ। अनि अब यो किचन सफा गरे भए पनि अलिअलि हाल्नु पर्यो भनेर अनि अनि यो खाना खाइसके पछाडिको मैले खानासाना धन्दा गरेँ। बिहानको चाहिँ खाजा खाएको, रातिको धन्दा पनि गर्न पाएको थिइनँ बाबुले गर्दाखेरि। यति धेरै है, के गर्ने होला, कति गाह्रो हो कि साथीहरू।